सबैजनालाई गुड आफ्टरनुन छ है। अनि हाम्रो साथी आयुष साई भ्लगमा चाहिँ सबजनालाई स्वागत छ। के भन्छन् अब हामी चाहिँ भर्खर माथि दरबार पनि घुमेर आयौँ अनि हाम्रो यहाँ सङ्ग्रहालय पनि घुमेर आयौँ। अब चाहिँ हामी खाना खानलाई चाहिँ रुममा जाँदैछौँ। अनि टक्क यहाँ केटाहरू सबजना घुमिरहेछौँ, रमाइलो भइरहेछ। केही कुरा यहाँ भाइहरूलाई पनि सिकाइरहेको छौँ हामीले, प्लस आफू पनि सिकिरहेछौँ। पछाडि केटा एकछिन यहाँ क्यामेरामा हेलो भन त सबजना। टक्क हामी त्यसपछि हामी खाना खाएर एकछिन टक्क रेस्ट गरेर अनि चाहिँ हामी गेम चाहिँ खेल्न जाँदैछौँ। के हुन्छ फेरि ट्याक्क हजुरलाई गेमको रिजल्ट चाहिँ टक्क आउँछ, हजुरलाई यहीमै आउँछ। हाम्रो कोच चाहिँ अगाडि हुनुहुन्छ। हाम्रो कोच हाम्रो च्यान्टे पनि अगाडि छ। हाम्रो म्यानेजर दाइ चाहिँ यता हुनुहुन्छ। उहाँ चाहिँ दाइ हेलो भनिदिनु न दाइ टक्क। हाम्रो उता दाइहरू पनि हुनुहुन्छ। दाइ हेलो गरिदिनु न यता एकछिन। हामी अब पछि भेट्नेछौँ। हामी चाहिँ ट्याक्क अहिले गाडीमा गइरहेको छौँ। हामी हेर्नुहुन्छ माथि चाहिँ गोर्खाको भ्यू चाहिँ राम्रो छ। गाडी चलाएको छ गाडी पनि आउँदिनु छ भ्रमण। मलाई चाहिँ यो प्रसिद्ध ठाउँ रहेछ भ्रमण भइदिएको पर्यटन। हामी चाहिँ त्यो यहाँको मानिसहरूले आफ्नो सांस्कृतिक पहिलेदेखिको सम्पन्न धार्मिक जस्ता कुराहरू चाहिँ जोगाइराख्नुपर्छ। त्यो हेर्न सक्नुहुन्छ यहाँ सबजनाले। हेर पनि सक्नुहुन्छ, हेर्नु सक्यो राम्रो रहेछ त्यो। बसिरहनु सबजना सबै आरिस लागेर खाना खान्छौँ। हामी घुमेर आएर पनि हामी अब झर्न लाग्यो। अब हामी बस्ने होटल चाहिँ तपाईँहरूलाई देखाउँछु। यहाँ छिटो आऊ केटा। यता चाहिँ पसल छ। यहाँ चाहिँ यता हामी बस्ने चाहिँ यो चौतारी होटल लज। यहाँ तपाईँहरू पनि आएर भिजिट गर्न सक्नुहुन्छ यो होटलमा। खानादेखि लिएर यता छ टक्क खानादेखि लिएर रुम पनि पाइन्छ। यहाँ तपाईँहरूलाई रुम पनि देखाउँछु। छिटो केटा त्यस्तो जान्ने भनेर बोल्यो भन्नु तँलाई। प्याच बोलिहाल्नुपर्छ तँलाई। घुम पनि यस्तो अलिकति ठाउँमै छ क्या, यो अलिकति त्यस्तै ठाउँमा छ। रमाइलो छ जोस्। हल्ला खुल्ला पनि हुँदैन रुममा बस्ने, नो डिस्टर्ब। देख्न सक्नुहुन्छ अब हामी चाहिँ पुगिसकेको छौँ। केटाहरूले कपडा धोएर सुकाएको नि कसले हो। र ज्याकेट लगाइसक्यो? कपाल काट्नु जाने अनि महँगो छ। ल बचत गर्नुपर्छ होइन, बेरोजगारी भएपछि बचत गर्नुपर्छ। के भयो लातलाई? तेरो आज के चेक गऱ्यो भने त? दाँत चेक गऱ्यो? के भने दाँत चेक गरेर भन्दा? ल यो चाहिँ हाम्रो रुम यता छ। केटाहरूले रुम यहाँ ल हाम्रो रुमहरू राजा के भ्लगमा भन्नु नि मेरो भ्लगमा। ल हाम्रो लोगों ने गरीबी देखी। हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ। अब हामी चाहिँ टक्क मेरो आइफोनमा चाहिँ अलिकति चार्जिङ घट्छ, त्यही भएर हामीले क्यार राजा मोबाइल वान प्लसबाट बनाइरहेको छौँ होइन। त्यही पनि भिडियो क्वालिटी नराम्रो आउन सक्छ, त्यही पनि सबैजनाले हेरेर माया गरिदिनु होला। लाइक कमेन्ट सेयर सब्सक्राइब के भन्छन् त्यो चाहिँ गरिदिनु होला। ओके ल धन्यवाद। खाना खाने भेटौँ ल। ल अब हामी खाना खान जाँदैछौँ। ल हाम्रो क्याप्टेन के छ? आइस दाइको च्यानललाई सब्सक्राइब गरिदिनु सबैले। ल धन्यवाद। ल हाम्रो सबैभन्दा जिएफएको सबैभन्दा सानो प्लेयर नाम भन्दै तिम्रो के हो? मेरो स्कुलको नाम हो मावि विद्यालय। अनि कुन पोजिसन हो? मेरो पोजिसन स्ट्राइकर हो। आज गोल हानिन्छ? हानिन्छ। ल ठिक छ। सक्नुहुन्छ हाम्रो घोडावडी फुटबल एकाडेमीको लोगो है के छ? के भनिदेऊ मेरो भ्लगमा?
के भन्ने अब दाइलाई सपोर्ट गरिदिनु होइन बिस्तारै दाइको नि युट्युब च्यानल फेमस हुनु पर्यो त्यही ल धन्यवाद अब हामी रुमदेखि निस्किँदैछौँ ल हाम्रो भाइहरू पनि निस्किँदैछन् ल भाइ यो ढोका लगाइदेऊ न अब सामान हाल छिटो नयाँ चाबी आयो लगाऊ चाबी चाबी लगाऊ चाबी दिनु यही छ यही चाबी काउन्टरमा दिनु के नयाँ ताल छ ल चाबी लाउनु पर्ने हुन्छ छोड म यो चाबी हराएर अर्को चाबी फुटालेर अहिले नयाँ चाबी लाउँदै हाम्रो राजा पानीको नर्सरी बन्द गरेको ल अब हामी सिधै खाना खाने ठाउँमा भेट्नेछौँ ल साथै हाँस लाउनुपर्छ ल ल हामी रुमदेखि निस्किसकेका छौँ अब गाडीमा अब हामी सिधै खाना खाएर सिधै गेम खेल्नेछौँ ल के छ भाइहरू ठिक छ ल हामी ठाउँमा छौँ हामी रुमदेखि निस्किसकेका बजार पानी परेन गोर्खाको दल भन्छन् होइन दल भन्छन्को यो भ्यूहरू अब हामी खाना खाएर गेम खेलेको भ्लग पनि आउँछ हागु हान्छस् कि नै यता हेर त हान्छस् नि हान्छस् कति गोल हान्छस् 2-3 गोल हान्छस् ल हेलो म धेरै त भन्दैन 10 गोल 10 गोल ल के गरेको 10 गोल हैन ह्याट्रिक हान्छ ल यो चाहिँ आउँछ है ल हिजो पसलमा कस्तो थियो चटपटी एकदम मिठो थियो अनि आन्टीले चाहिँ भयङ्कर मिठो बनाउनु पर्यो यो आन्टीलाई केरा अर्डर गरेको केरा चाहिँ अर्डर भएन अब टाइम लगाइदिनु त्यही भएर चटपटी खाएको पसलमा देखाउँछ होइन ट्याक्क आन्टीको पनि इन्ट्रोडक्सन गराउनुहुन्थ्यो अलिकति हामीसँग टाइम छैन त्यही भएर चाहिँ गराउनु मिल्दैन हामी अलि हतारमा छौँ अलि हतारमा हामी घुम्नु गयौँ त उता त्यही भएर दरबार सरबार घुम्यौँ सङ्ग्रहालय पनि घुम्यौँ हामी अब आइसकेको थियो आन्टीको चटपटे पसल ट्याक्क तपाईँहरू पनि आएर यहाँ टेस्ट गर्न सक्नुहुन्छ चटपटी खाएको कस्तो पसल पाउँछ चाहिँ भनेर यहाँ चाहिँ आन्टी चाहिँ हुनुहुन्न क्या पसलमा चटपटी पसल दिदी त्यहाँ हुनुहुन्छ दिदी हेलो गरिदिनु दिदी हेलो गरिदिनु त भिडियोमा युट्युबमा हेलो गरिदिनु त दिदीले एकदम चटपटे मिठो बनाउनु पर्छ ल धन्यवाद ल यही पसलमा है हामीले चटपटी खाएको है चटपटी खाएको हामी ल अब हामी चाहिँ ग्राउन्ड नजिक पुगिसक्यौँ हामी ग्राउन्ड देखाउनेछौँ एकछिनमा है ल राम्रो छ ग्राउन्ड आज हाम्रो रुकेश दाईलाई पनि हाम्रो भ्लगमा देखाउँछौँ है ल भाइहरू चाहिँ गइरहेको छन् होइन अहिले चाहिँ ट्याक्क गेम हुँदैछ ट्रपमा अनि चाहिँ हाम्रो खानासाना खाएर तपाईँ देखाउ राजा अब ग्राउन्ड अब ग्राउन्ड एकछिन देखाउँछौँ ल ग्राउन्ड चाहिँ यही हो है हाम्रो भाइहरूलाई खेल्ने लाइभ गेम लाइभ भइरहेछ भाइहरू गेम खेल्दैछ नि ल
आइसकेको छौँ ल हामीले खाना खाने ठाउँ नि यही हो है। माथि चाहिँ हाम्रो खाना दिने अङ्कलहरू हुनुहुन्छ। ल खाना खाएर भेट्ने छ। भिडियो आउँछ के छ आज खानामा के छ मासु छ कि छैन ल होइन। ल मासु काँक्रा गाजर अङ्कल ट्याक्क हाम्रो आयोजक अङ्कलहरू हुनुहुन्छ यहाँ खानामा अलिकति गरिराख्नुपर्छ। म्यानेजमेन्ट गर्दै हुनुहुन्छ अङ्कलहरू हुनुहुन्छ यहाँ दाइहरू हुनुहुन्छ। थालमा राम्रो भएन अङ्कल थोरै हाल्दिनु अहिले यति नै पछि आउँछ यो चाहिँ भात हाल्नु छ अङ्कलले थोरै हाल्नु थोरै बस अङ्कलहरू हुनुहुन्छ यहाँ आयोजक टिमको। यस खानाको म्यानेजमेन्ट चाहिँ राम्रोसँग गरिराख्नुपर्छ अङ्कलहरूले। नै ब्लग दाइ हाम्रो त दाइ पनि हुनुहुन्छ एल्लो भनिदिनु दाइ ल ब्लगमा हाम्रो त दाइ पनि खडिराख्नुपर्छ मिहिनेत गरिराख्नुपर्छ भाइहरूको लागि भनेर दाइ यता हेलो भन्नु त ल यहाँ मासु भात तरकारी आइसकेको छ। अब हाम्रो यो भ्लगको मालिक चाहिँ आउन बाँकी नै छ। यहाँ भाइहरू बसिसकेको छन् खाना खानालाई चाहिँ यता भाइ पनि छन्। मासु रहेछ त खाना मासु 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 अब हामी चाहिँ खान्छौँ। ल अब केटाहरू रेडी भएर अब गेमको लागि रेडी भइसके छन्। ल अब यो गेम सकिने बित्तिकै त्यसपछि हाम्रो सुरु हुन्छ है। ल नाटकको भन्नु होला है खेलेर इन्जर्ड भएन यु 13 का प्लेयर केटाहरू छिरिसके ऊ आफै ल्याउने अरे वार्मअप सुरु हुँदैछ। हाम्रो प्लेयर के छ बलसँगै हो योमा सकिन्छ दुइटामा ल्याउनु यो दुइटा ल्याइदिउँ न है। ल अब हामी सिधै गेमको भिडियो बनाउनेछौँ।